मैले त साइकल पनि पुरै भिज्ने ठाउँमा राखेर गएछु नि त। मिठो नि त सबैको त्यो भिज्दैन नि त के रे। यो समात्नु त। हेलो हेलो हामी चाहिँ अब यस्तै छ बिजोग छ पानी परेर। अब पानीमा नि आज बिदाको दिनमा नि अब लाइनको मेसेज नहेरी आइएछ। आए पनि ठिकै छ अब भिजाको काम भयो काम सिद्धियो लगभग। अब न्यु खान जाने मात्र काम बाँकी छ गाइस। त्यही हो ल हामी त मस्त पानीमा भिज्दै नि त ल पुरै कडा छ यहाँ त चिसो छ हैन त। जाडो छ चिसो छ हैन जानै पर्यो। हो त्यसरी लाउनु भने क्या अघि टाइट हुन्छ हल्का अप्ठ्यारो हुन्छ त्यही मिलाउनु कि। सामान त सुरक्षित राख्नु पर्यो नि यार मान्छे भिज्यो नि तनावै हुन्छ त। अनि नगर्नुपर्ने काम गरिसकेर छौँ हामीले ठिकै छ। अब स्योगा नाइ रहेछ आफै लाग्छ यार यो किन हो र। ल साइकल खोल्नु भयो यो माइ टर्न। ल यो टर्न दाइले अब साइकलको चाबी खोल्नुहुन्छ है। यो दाइको बाइक हो है बाइक। यो चाहिँ कति सिसीको दाइ? जति सिसीमा नै त्यति सिसीमा जस्तो पनि चल्छ यो 1000 सिसी भन्दा बढी हो कि। मेरो चाहिँ यो है 6500 सिसीको। ल लेट्स गो। ल गाइज ओह्रालोमा साइकल चलाउनु पर्छ अब है। अलिकति होसियार भएर नचलायो भने फेरि लडिएला भन्ने डर पनि छ मलाई त। केटाहरू गइरहेछ यस्तो गरेर चलाउनुपर्छ। सिधै ओह्रालो छ गाइज होइन सिधै ओह्रालो हो कि एक हातले चलाउने हो म त। वान ह्यान्ड साइक्लिङ वान ह्यान्ड भ्लगिङ भयो। Yes, I got it. ल अब चाहिँ हामी कलेजबाट काम सकेर भिजाको सिजाको सब काम सकेर अब रुमतिर जाँदै हो गाइज होइन। ल हेरौँ गाइज यस्तो छ कहानी। दाइ छिटो आउनु के कहाँ पुग्नु भयो यार कस्तो बिस्तारै हो र यार। म त हिँड्दिने हो। कामसाम सकेर रुमतिर फर्किन लाग्यो। यस्तो चिसो छ अलिकति कस्तो के रमाइलो गाउँघरतिरको सेम हाम्रो नेपालको जस्तो के मा के लागिरह हो टक्क जङ्गलतिर। अब हाम्रो अहिलेतिर चाहिँ नेपालतिर चाहिँ लाली गुराउँस फुल्ने बेला भयो होला तर यता चाहिँ टक्क खै साकुरा भयो के फुलिरहेको के स्प्रिङ हो नि त होइन। त्यस्तो छ अघि आउँदा चाहिँ त्यस्तो चिसो थिएन अहिले चाहिँ अलिअलि जाडो भयो के गर्ने अलिकति जाडोको फिल भयो। अघि त्यति थिएन अहिले चाहिँ अलिअलि जाडो छ। त्यही भएर हामी अब छिटो घर गएर तातो चिया पकाएर खानु पर्यो। तातो अरू त के खाने हो र त्यही खाएर टक्क बस्ने त्यस्तो छ कहानी। आज अरू हाम्रो काम के छ दाइ? के गर्न यो कानमा भयो कि मेरो यसलाई भित्र हाल्नु पर्ने थियो कसरी हाल्ने होला यार। यो कानमा अड्क्यो के टोपी यार हो यस्तो हुनुपर्ने के तपाईले अनि 500 ग्राम थियो। अब ठिकै छ किन सु आयो
हम तो हमें साइकिल में ब्लॉग करेंगे भाइ इस डेन्जर गाइज डेन्जर छ तर नछोड्ने हो क्या जस्तो सुकै परिस्थिति आए पनि भ्लग गर्न नछोड्ने हो अब हामी होइन सो रमाइलो गरेर बस्ने हो कलेज आजको काम चाहिँ अब हाम्रो जाने अब हिजो त मनोज दाईको चाहिँ क्यान्सिल थियो त्यो वर्किङ त्यो सीको त आरुबाई तमा मेरो चाहिँ अब 7 गतेबाट डाइरेक्ट बोला त्यतिन्जेलसम्म कामसाम केही छैन कलेज जाने आउने भ्लग बनाउने होइन यति हो भोडो अरू काम केही छैन साइकलमा आमामा मजा आइरह होला होइन मलाई त आइरह छ के आइरह होला होइन कस्तो सुरुमा भएर होला के बोल्ने के नबोल्ने पनि क्यामेरा देखेपछि अलिकति त्यो ऊ हुने रहेछ के अलिकति होपलेस जस्तो भइने रहेछ भन्ने फिल भयो जाँदाखेरि जति टाइम लाग्दा आउँदाखेरि त्यति नलाग्ने रहेछ कि ओह्रालो मात्र भएर साइकलमा सुरु पैदल नहाने पनि प्याडल नहाने पनि आफै गुड्छ कि साइकल अहिले चाहिँ हान्नु परिरहेको है फेरि यस्तो गरे बेला चाहिँ यसले प्याडल हान्यो भनेर बुझिदिँदा हुन्छ तपाईँहरूले है अनि त्यस्तो छ मनोज दाई चाहिँ बिस्तार आउँदै हुनुहुन्छ होला है पछाडि अब के गर्ने यस्तै छ जिन्दगानी यहाँको गाउँ जापानमा आएर पहिला ठ्याक्कै ओसाका बसियो यार हरेक कुराहरू साइडमै हुन्थ्यो सजिलो थियो तर यता आएर चाहिँ अलिक गाह्रो छ गाइज होइन गाउँमा छौँ हामी अब हाम्रो ट्याक्क हाम्रो दाइगाकुको है बोर्ड पनि कोबे इरियो मिराई दाइगाकु खान्जीमा लेखा छ अब त्यस्तो छ है अब हामी बाटो काट्नु पर्ने हुन्छ है गाइज त्यस्तो चिसो भयो ल साकुरा हेर्ने तपाईँले खोल्या छैन होला कि रामचन्द्रको चाहिँ खोल्या हो मैले अब के भन्ने त्यसबाट न्युखानबाट फोन आयो भने चाहिँ सुन्मासेन भनौँला नि त यो पहिलो पटक हो दिस इज माई फर्स्ट टाइम टु अप्लाई भिजा माइसेल्फ होइन प्रिभियस टाइम माई स्कुल टिचर हेज बिन डुइङ दिस थिङ्स सो सरी प्लिज फर अनि फर द फर्स्ट टाइम प्लिज सरी फर सरी वी डोन्ट वान्ट टु बोदर्स यु भन्ने के द्याट्स वाइ वी हेभ डन दिस थिङ्स प्लिज त्यो सोच्यौँ हामीले अब हँसिया हतौडा त्यहाँ अब न्युखानमा हुँदैन होला होइन भनेर हामीले त्यस्तो गरेको भन्ने हो के त्यस्तै भयो कहानी भन्ने होइन है हाम्रो पछि त्यो गोप्रो ओपनिङ गरेपछि त अनि हामीले त्यो टाउकोमा लाएर हिँड्दा पनि हुन्छ होइन साइकलमा पनि हुने भयो तर अहिले नखोल्ने दाइ हामी त्यो गोप्रो होइन त्यो गोप्रो कहिले खोल्ने ल भन्नु यहाँ भ्यू कति हाम्रो युट्युबमा होइन 1000 सब्सक्राइब पुगेपछि त्यो गोप्रो खोल्ने ल होइन ठ्याक्क हिरो 10 ब्ल्याक छ गाइज हामीसँग अनि खोल्ने हो के पहिला आइफोनबाटै बनाउने होइन पछि मात्र उसबाट हो अनि अब त्यो खोल्ने पछि अलि बढी मेहनत पनि गर्नुपर्ने छ यहाँ अब हामीलाई खासै केही आउँदैन होइन के गर्ने यो त सुरुमा यत्तिकै बनाएको मात्रै हो होइन यत्तिकै अपडेट गरे हो हामीलाई वास्तवमा भ्लग कसरी बनाउने अनि त्यसलाई एडिट कसरी गर्ने के कुराहरू राख्ने के कुराहरू नराख्ने त्यस्तो खासै थाहा छैन हामीलाई होइन इट्स आवर फर्स्ट टाइम टु मेकिङ युट्युब भिडियो है गाइज अन्डरस्ट्यान्ड अस हाम्रो कमी कमजोरीहरू पनि धेरै होला त्यसलाई चाहिँ हामी सिकेर जान्छौँ चिसो भइसक्यो है फेरि हावाले उडाइदिन्छ होइन त्यस्तो छ है
यही हो बाटो। अब दैनिक यही देखाउने हो हामी भिडियोमा तपाईँहरूलाई होइन। दैनिक यही बाटो हो कि ओइ लड्यो थियो यार। झन्ड एक हातले चलाइरहेको छु गाई साइकल होइन। ल यो पुरै घाँसे मैदान हो कि यो घाँसे मैदान मात्रै देखाउनु चाहन्छु तपाईँलाई आज म है। सबैलाई घाँसे मैदान देखाउँछु, यो हेर्नु होला है। अब यो काली ओराली साइकलमा झराली होला। ओइ फेरि उकालो जानु पर्यो। अब फेरि यहाँबाट गाडी आयो कि आएन भनेर यहीँ भ्लगमा हेर्ने हो नि ओडोपुडो त हेर्नै हुँदैन। यी आएकै नरहेछ त्यहाँ त। ल झन्डै लड्ने थिएँ यार। मनोज दाई चाहिँ मेन रोडमा कि उहाँको फेरि अब अलिक बढी सिसीको हो नि त, 1200 सिसीको रहेछ होइन। त्यही भएर केही भन्नु न। भन्नु के त यार, भन्नु यार तपाईँ किन न। तातो भात त सम्भव खै, असम्भव भन्ने पनि छैन, सम्भव भन्ने पनि छैन। गएर बनाउँला नि, नत्र के चिन् एक दिन भनेको उहाँ डेली भन्न थाल्यो यार उसले है। मैले त एकै दिन भनेको थिएँ मारी चामलको भात भनेर, उहाँले चाहिँ डेली भन्न थाल्नुभयो हाम्रो दुर्गेश सरले। हाम्रो यहाँको सेनपाई सर हाम्रो कामदेखि लिएर सबै कुरा मिलाइदिनुहुन्छ उहाँले। हामीलाई चाहिँ गरिदिनु भएको छ धेरै धेरै। यस्तो सेनपाई पाउनु पनि म पनि सेनपाई त फेरि खत्रै हो है। ओसाकामा चाहिँ केटाहरूलाई काम लगाइदिएको हो मैले धेरै। यहाँ उहाँले चाहिँ हाम्रो लागि राम्रो गर्नुभएको छ। आरिगाताइन्देस खान्स्यासिता हितोदेस ने सोदेश सोदेश सोदेश। अब यहाँसम्म त पुगियो, अब कहाँसम्म गइन्छ थाहा छैन मलाई। चिसो भयो गाइस, त्यस्तै छ है। अब पुग्न अब बढीमा 1-2 मिनट लाग्छ। पुरै गाडीहरू आइरह होइन। म चाहिँ चिल हो कि चिल पार्टी हो ममा एक हातले साइकल चलाइदिन्छु। ल दाइ पछाडि त पुरै भिजिरहेको त नि। छातालाई दोष नदिनुहोस् ल। ब्याग चाहिँ बचाउनु पऱ्यो। द्याट्स गुड थिङ्स है। यो चाहिँ फुमिगिरी है गाइज यहाँको। अब यो एउटा मात्र ट्रेन आउने रहेछ, त्यही पनि आधा घन्टाको एकपटक आउँछ है। यहाँबाट ट्रेनमा काममा जाउँला भन्नु त अलिकति गाह्रै छ। ट्रेनमा काममा गएर आउन चाहिँ अलिकति डिफिकल्ट नै रहेछ है। ल हामी त रोड पनि जहाँ पाए त्यहीँ काटिरहेछौँ है। यहाँभित्र हो कि होइन जाने बेला महाकसम मेरो जुत्ता भिज्यो क्या दाइ अहिले यार। हो र वाटरप्रुफ हो र त्यो टिबिएलको हो वाटरप्रुफ भन्नुहुन्छ। ए दामी। मेरो त जाली मात्र त छ नि। वाटरप्रुफ जुत्ता पनि किन्न सकिएन है। अरू त अरू मेरो रेनकोट पनि वाटरप्रुफ छ।